हेलो गाइज, वेलकम टु माई भ्लग। म चाहिँ जान लागेको छु आज चाहिँ सुपा देउराली जान लागेको आज बुढो र म बाइकमा चाहिँ लाग्यो। म चाहिँ एकदमै एक्साइटेड छु है, किनकि नगएको ठाउँमा जान लाग्छ नि त, एकदम एक्साइटेड भइरहेको छु। अनि म चाहिँ कताबाट जान्छु सब देखाउँछु, हेर्दै गर्नु होला। अर्घाखाँची सुपा देउराली जाने बाटो चितवनबाट स्टार्ट गर्दैछु। तेल कति लिटर हाल्ने हो? कति जम्मा 10 लिटर हाल्नु न। ए 5000 को हामी चाहिँ यहाँ सिएमसी अगाडि आइपुगेका छौँ। यहाँ चाहिँ हाम्रो चाहिँ पकेटमा पैसा कम भएर यहाँ चाहिँ एटिएममा छिरेका बजारतिर भिडभाड हुन्छ भनेर त्यहाँ छिरेर पैसा झिकेर अनि जान्छौँ। एउटाको चाहिँ सिएमसी एउटाको छ सिटी ल्यान्डमार्क।
यहाँ म चाहिँ लास्टै गर्मी भएर यो दही र पानी किनिरहेको छु। दही र पानी खानुको लागि बाटो बनिरहेछ। पुरा ढलान बाटो आइपुगेका छौँ। कुन ठाउँ हो यो? बर्दघाट सुस्ता नवलपरासी बर्दघाट। यहाँ चाहिँ बाटो बनिरहेको रहेछ। बर्दघाट यता चाहिँ नवलपरासी। फर्स्ट टाइम हो बर्दघाट आउन त आएको हो यो बाटो हो, तर कताको त केही मिसिङ बर्दघाट आइपुग्यो। ठुलै रहेछ है बजार। बजार एरिया किन्ने खैरानी रूपन्देही। बुटोल आयो फाइनली बुटोल आयो हामी। हामी त उता कहाँ पुगेर फर्केको, रङ साइड अन्तै भुल जाने उता भैरवातिर निस्किने बाटो गएछौँ। त्यताबाट लामो बाटो पर्छ भनेर अनि फेरि फर्केर अनि यताबाट जाँदा बाटो चाहिँ अलि अप्ठ्यारो छ अरे। अप्ठ्यारो बाटो भयो भने अलि छुट्टै बाटो जाऊँ भनेर फेरि फर्केको। यता उत्तरतिर लाग्यौँ। बुटोल खतरा परेछ है पहिलाभन्दा।
के ठाउँ रे यो बुटोल 12 रूपन्देही हो ल न एकछिन फुल्की हो कि यसलाई फुल्की भन्छन् है मैले समीक्षा अधिकारीले खाएको थिएँ बुटोलासी फुल्की खाइयो अनि यो खाइयो दिदीले यहाँ बेच्नु हुँदो रहेछ यी चटपटे फुल्की चाट भरेर बाटो लाग्यो कता हो बाटो लुम्बिनी प्रदेश यता चाहिँ गोलसिंह हो के होइन राम्रो सोध्नु है मुर्गी चाहिए अब भिडियो बनाउने बेलामा माइक टास्न पर्ने भयो त्यो सानो अब जाउने क्लियर बोलेको त हामी चाहिँ गोरुसिङे आइपुगेका छौँ अनि यहाँ गोरुसिङेमा चाहिँ विशेष पाइने भनेको लप्सी रहेछ लप्सी खाँदैछौँ अनि अब चाहिँ हामी अब बाटो लाग्छौँ कस्तो मलाई यहाँ आएपछि पोजिटिभ इनर्जी आइरहेको कि मन्दिर जाने कस्तो के उता गेट उता यता आउने बित्तिकै पोजिटिभ इनर्जी आएको के कस्तो आलस्य शरीर कस्तो भइरहेको थियो कस्तो हल्का भएको के अब हामी जाँदैछौँ कति धेरै काठ काटेको
घरबाट 11 बजी हिँडेको, धेरै बसेको पनि छैन। नन स्टप हिँड्दाखेरि पनि हामीलाई त 3 बजी लाग्यो, 7 बजे पुगेन। हिमाल चाहिँ नदेखिने रहेछ कि, हिमाल चाहिँ नदेखिने रहेछ यहाँबाट। त्यो अँध्यारो हुँदा कस्तो क्लियर भ्यू आएको क्या। त्यो छेउमै पाउँछ कति टाढा हुन्छ त्यहाँ 6 किलोमिटर रे के होइन कि त्यहाँ त्यहाँ होटलबाट नजिकै ठाउँ छैन छ रे त नि ए कता हो यता हो कि यता हो तल झर्न लाउनु पर्यो। फेरि हामी हरायौँ पनि त्यो रात परेको बेलामा झन् तल तल झरेको त्यो म त त्यसलाई माथि जस्तो लागिरहेको छ। के गर्नु सधैँ 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 आइहाल्छ गाइज, हामी पनि नयाँ मान्छे हो, अहिलेसम्म आएको छैन, यो बाटो हिँडेको छैन। त्यो होटेलको नामै लाउरे रे कि। टाढामा के अरे कति देखाएको थिएँ, हामी त तल 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 आयौँ। के भयो यस्तो? कस्तो रमाइलो होटेलहरू उता मन्दिर। होटेलहरू चाहिँ यहीँ रहेछ। लाउरे टाँसिएको ठाउँ यहीँ होला कि, तर उ छ होला है, देखाएको होला। कस्तो हेर्नु न, सानो ठाउँमा छ। फाइनली होटेलमा आइपुगेका छौँ। अब चाहिँ हामी अब झोलासोला राखेर बाहिर यसो घुम्न जानु पर्यो मन्दिरतिर, अनि खाना खाएर सुत्ने, अनि भोलि बिहान दर्शन गर्ने। फाइनली हामी चाहिँ मन्दिरको नजिक आएर होटेलमा बस्नलाई बुक गरेर अनि आयो मन्दिरतिर यसो घुम्न आएको। मन्दिर नजिकै बस्यौँ, अनि यहाँ नजिकै घुम्न आएको हामी। अहिले कोही छैन, भोलि यस्तो भिड हुन्छ यहाँ। तर कस्तो साँघुरो ठाउँमा रहेछ कि। म भोलि बिहान खिच्न भ्याउँदिनँ है। भोलि बिहान चाहिँ मलाई पूजा गर्न हतार हुन्छ,
घर जान हतार हुन्छ अनि आज चाहिँ मजाले खिच्नु पर्यो। अँध्यारोमा चाहिँ यस्तो देखिन्छ। सब मान्छेहरूले चढाएको ध्वजाहरू टन्नै छ। अब भोलि नै घुम्ने, आज चाहिँ बाहिरबाट। आमाको फुल त जम्मै सुकेछ नि त आमा, है सुकेछ होइन बोट यहाँ भर्खर टिपेर ल्याएको। यसको जाति यस्तै हुन्छ गो, ए भर्खर टिपेर बोरा ए अनि छान्दै हुनुहुन्छ है। भोलिलाई भोलिलाई यहाँ ठ्याक्क ठ्याक्क पोको बनाएर राख्नलाई है। फ्रिजमा राख्ने कति दिन ल्याउँछ। यहाँ आमा चाहिँ यहाँ पसलले, मैले चाहिँ यहाँ पठाइदिएको पोते लिन लाग्छु, यो फुल त पोते लगाइदिनु पर्यो, आमाको व्यापार गरिदिनु पर्यो भनेर। अनि उ त प्रसाद देखाउनु त। अनि यो एउटा प्रसाद लिएँ, भोलि भिड हुन्छ, भोलि भ्याइन्न भनेर अहिले बेलुका काम नपाएको बेलामा चाहिँ किनेको। मैले एक्सेप्ट गरेको जस्तो ठाउँ नै पाएँ। हामी चाहिँ खाना खान लाग्यौँ। खाना कस्तो छ? मिठो छ। गुड मर्निङ। म चाहिँ उठेर पनि बाहिर निस्केको छु। यस्तो छ बाहिर। अहिले चाहिँ 5 बजेको छ। अहिले भिड हुन्छ भनेर अहिले जानु लाग्यो मन्दिर चाहिँ, पूजा गरेर अनि फर्किने। 5 बजे यस्तो लाइन भइसक्यो, यति लाइन भइसक्यो। झन् उहाँ टाढा टाढाबाट आउने मान्छेलाई कस्तो हुन्छ। 6 बजे मन्दिर खोल्ने रे होइन, 5 बजे यति लाइन छ। हामी चाहिँ लाइनमा छौँ। 1 घन्टापछि मन्दिर खुल्नु छ। हामी चाहिँ यस्तो लाइन। ए हो, 6 बजे भनेको थियो कि अरूले। कस्तो लागिरहेको सुब्बा देउराली आउँदा? रमाइलो। गुड मर्निङ सुब्बा देउराली। मन्दिर भनेको मन्दिर हुन्छ के, यस्तो रमाइलो छ।
हामी चाहिँ पूजा गरेर सकिसकेका छौँ। अब चाहिँ दर्शन गर्नुभयो, कस्तो लाग्यो? पहिलोचोटि हो कि पहिला नै आउनु भएको थियो? पहिलोचोटि हो। त नि म पनि पहिलोचोटि आएको हो, एकदम रमाइलो लाग्यो। हामी चाहिँ दर्शन गरेर निस्क्यौँ। आउने जानेहरूको लहरको लागिरहेको छ। चाहिँ बिहान अहिले कति बजेको छ? 7 बज्यो। हामी चाहिँ पूजा गरेर निस्क्यौँ। फेरि भन्नु न। बोलो सुब्बा देउराली माता की जय। कति आत्मा खुसी भयो? एकदम खुसी। बाबा पनि एकदम आनन्द लिन्छ। हो अघोरी बाबा हो बर्दियाको बाबा। अरू के छ? और कुछ बोलो बाबा, अरू कुछ बोलो। आनन्द ले रे बेटा, हजुर आनन्द लेनुहोस्। भिडियोमा आउँछ। एकदम आनन्द आछ, बाबाजी खुसी छ बेटा। बोलो सुब्बा देउराली माता की जय। बाबा बहुत हैंडसम छ बेटा। माथि पहाड छ, पहाडै पहाडको उसमा रहेछ मन्दिर चाहिँ। अजानी हो। अब चाहिँ हामी घर जान लाग्यौँ। अब ए उता नि कति रहेछ नि त पसल। हामी चाहिँ नास्ता खान आएर अब घर जाने भनेर नास्ता खान। त्यो माथि जाने बाटो नि टाढै होला है। त्यो झलुङ्गे पुलबाट चाहिँ अस्ति भएर मान्छे मर्यो अरे कि। कति ठुलो त नि पुल, कति डर लाग्दो। ल हामी चाहिँ नास्ता सास्ता खाएर अनि अब बाटो लाग्यौँ। अब हामी जान लाग्यौँ। भिड हुन थाल्यो, गाडीहरूको लस्कर आउन थाल्यो। हामी चाहिँ यो गुरुङ होटलमा बस्यौँ। ल अनि मिठो खाना खाउनु भयो। धेरै धेरै धन्यवाद। सस्तो पनि रहेछ, आउनु होला। तपाईँहरू चाहिँ यहाँ आउनु भएछ भने चाहिँ यहाँ आएर बस्नु होला। एकदम राम्रो सुविधा छ, वाइफाईको पनि सुविधा छ, सबै थोकको सुविधा छ। नम्बर चाहिँ यहीँ बोर्डमा छ है। ल ल गुरुङ होटेलको प्रचार गर्दैछु मैले। ल भाइहरूले चाहिँ ल हामी चाहिँ जान लाग्यौँ। बाई बाई सुब्बा देउराली। ल बाई बाई सुब्बा देउराली। हजुरको दर्शन गर्न मौका मिलिरहोस्। यस्तो पहाड पर्वतको उसमा छ। लाउरे टाँसेको ठाउँमा हेर्न मन लाग्छ।
हामी नपस्ने गरेर नआएको भए कति दुःख हुन्थ्यो थाहा। लाउरे टाँसिएको ठाउँ त अलिकति नि हेर्न पाइएन गाइज, के गर्नु। कता हो खै कता रहेछ भाइ लाउरे टाँसिएको ठाउँ चाहिँ ऊ माथि रहेछ। हामी चाहिँ जान सकेनौँ। ऊ कालो चिन्ह देखियो नि, हो त्यहाँ चाहिँ लाउरे टाँसिएको ठाउँ। जाने बाटो उकालो रहेछ। अब बुढो अलि हिँड्न सक्नुहुन्न कि भनेर गयो त, अलिक माथि नै रहेछ। कस्तो चिरिङ्ग भएको मलाई त देख्दा पनि। नजिकबाट झन् कस्तो हुन्छ होला। मन्दिर उहाँ छ अनि यसरी आएर त्यहाँ माथि चाहिँ लाउरे टाँसिएको ठाउँ जाउँ गरेछु त। ल है लाउरे टाँसिएको ल देख्नु कालो सब देखिन्छ है, सबै देख्छ। यहाँ त इन्डियनहरू कति आउने रहेछन् है। इन्डियनहरूको आएर बस्दा रहेछन् कि धेरै आउँदो रहेछन् इन्डियनहरू। योभन्दा माथि झन् कति ठुलो पुल थियो, लामो अग्लो न अग्लो। यो त होचोमा छ। कमल पोखरी शिव पार्वती यज्ञधाम यहाँ बाटोमै पर्दो रहेछ। हामी चाहिँ हिजो आउँदा पसेनौँ, जाँदाखेरि यसो पस्न लागेको है। यस्तो रमाइलो छ। यस्तो छ। पानी चाहिँ अहिले सुकेको रहेछ। बर्खामा टन्नै हुन्छ अरे, अनि अहिले चाहिँ सुके। खिच्नलाई मेमोरी फुल भइसक्यो, के गर्नु गाह्रो छ। हामी चाहिँ चेन के भयो जस्तो भएर क्याटक्याट गरेको भएर तेल हाल्नलाई यहाँ बस्यौँ है। यो के ठाउँ हो, के ठाउँ हो यो? शीतगङ्गा नगरपालिका अमगाई बजार अर्घाखाँच। साँच्चीकै हाम्रो देश कति रमणीय छ के, जता हेऱ्यो त्यतै रमाइलो। हामी भाग्यमानी मान्छेहरू यस्तो राम्रो देशमा जन्मेका छौँ। अब हाम्रो यो देशको विकास भयो भने झन् यति राम्रो हुन्छ कि, यति राम्रो हुन्छ कि हुँदैछ। म चाहिँ पकौडा खान बसेँ है। मलाई कहीँ खान मन लाग्दैन, खोइ के भएको यहाँ यसो पकाउँदै गरेको चाहिँ यसो खाइदिउँ भनेर मैले चाहिँ मुङ रेकेरा लिएँ। मलाई कस्तो मनपर्छ कि यहाँको लोकल केरा रहेछ, मिठो रहेछ। आलु चप हामीले चाहिँ यहाँ आँप किन्यौँ। कहाँ राख्नुभयो आँप? राम्रोसँग राख्नुभयो नि। अनि एकदम यहाँको लोकल आँप एकदम मिठो रहेछ। अनि हामीले चाहिँ किनेर लैजान लाम। एकदम रमाइलो ठाउँ पनि रमाइलो लाग्यो है। यहाँ चाहिँ के ठाउँ रहेछ यस्तो राम्रो, हेर्नु भगवानको सीतामाई रावणहरू के हो मूर्तिहरू कस्तो राम्रो रहेछ।
कुदेर बनाएर नन्दी टोल र यो चाहिँ खास के रहेछ नाम चाहिँ थाहा भएन है गाई फुलबार धेरै भिडियो बनाउनै पाएन फर्किँदाखेरि यस्तै छ हामी चाहिँ फुलबारी फुलबारीमा आइपुगेका छौँ यहाँबाट चाहिँ पुरा यस्तो देखिँदो रहेछ पुरै कति रमाइलो पुरै बुटोल देखिँदो रहेछ ल हेर्नुहोस् गाइस बुटोल बजार अझै पिङबाट कस्तो राम्रो देखिन्छ कि हामी चाहिँ सिद्ध बाबा पनि आयौँ सिद्ध बाबा यसो दर्शन गरेर यसो पसेर मात्र जानु लाग्यो त्यस्तो ठाउँमा छ